हेलो नमस्ते, म कमल पौडेल विभिन्न ठाउँहरूका भिडियो लिएर आउने क्रममा आज म यो बडीघाट गाउँपालिकाको केन्द्र खारा बजार देखाइरहेको छु तपाईँलाई। यो खारा बजार हो र खारा बजारको तल्तिरपट्टिबाट बगिरहेको यो नदी हो बडीघाट नदी। हेर्नुहोस् है, कल 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 बगिरहेछ। अनि तपाईँको खारा बजारदेखि पारी मुसिकोट नगरपालिकाको वडा नम्बर 1 बघा, सुन्नुभएको छ नि बघा होइन? यो अलि पर अलि यता परिकार सेनिचौर भन्छ क्यारे, अलि पर के भन्छ त्यो काउलीदेखि तलको भाग उता काउले। तपाईँले तल कमेन्ट चाहिँ लेख्न नबिर्सिनु होला। यता माथि गइसकेपछि यो घम्पुङ 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 वारीको बस्ती, माथि गएपछि थामा डाँडा, टिलिल्ल टल्केका घरहरू थामा डाँडा। ओ यहाँ सिधा टल्केको पौधीवासीहरूको आस्थाको केन्द्र छत्रभूमि, छत्रभूमिको मन्दिर। तलपट्टि देख्दाखेरि यो शनिचौर के अरे यो भन्दा माथि बघाभन्दा माथिपट्टि पुरानो घम्पुङको गाउँ। तर घम्पुङको गाउँ त सुन्ने भएछ हौ, हेर्नु त कोही पनि छैन त, सबै घरहरू सबै बाँझी पो देखियो। तर त्यहाँबाट अलि यता आउँदा यो टोलला ठ्याक्कै के भन्छ मलाई पनि अलि याद भएन। तर थामादेखि तल, थामा र आर्चरको बिचको तल नरधारा भनेको पनि अलि उता हो कि जस्तो लाग्छ। यो चाहिँ यहाँ कसले मजाले यो केराखेती गर्नुभएको रहेछ, एकदम खुसी लाग्यो। तर वरिपरि कोही पनि बस्ती नभएपछि त उहाँलाई पनि अप्ठ्यारो परिरहेको होला हो, कसरी बसिरहनु भयो होला, एउटा समस्या चाहिँ भएको हुनसक्छ जस्तो चाहिँ मैले देखेँ। त्यसपछि यहाँबाट यो म जहाँबाट खिचिरहेको छु यो भ्यू चाहिँ गजब देखिने के। हेर्नुहोस् त, रेसुङ्गालाई सर्लक्कै छेकिदियो बादलले, यतापट्टि आएर पाउँदै अमराईबाट माथि बाङ्गे सुन्दर बस्ती लाग्नु। ओहो डाँडा डाँडा, यो त कम्प्युटरमा हेरेको सिनभन्दा पनि खतरा। अब यता हेऱ्यो, यता खौलारा बजारदेखि अगाडि गएर सर्लक्कै अरेवादेखि उता वामीटक्सार उता कहाँ यता जलजला, हेर्नुहोस् तालकोट जलजला माथि जाने बाटो। यो ठाउँ तपाईँलाई कस्तो लाग्यो, मन पऱ्यो कि परेन? यस्तो गजबको सिन, यस्तो गजबको ठाउँ, यहीँ पहाडी परिवेशमा हुर्किनुभएका बढ्नुभएका तपाईँ धेरैजना हुन सक्नुहुन्छ। तपाईँलाई यदि यो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्न नबिर्सिनु होला, सेयर गर्न नबिर्सिनु होला। हाम्रा गाउँपाखा, हाम्रा ठाउँ, अरू ठाउँलाई पनि प्रचार गरौँ, देखाउँ। हाम्रो बडीघाट गाउँपालिकाको प्रशासनिक केन्द्र यही हो र यही क्षेत्रबाट म तपाईँ सबैलाई यो भिडियो देखाएँ। कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। अहिले भने यो भिडियोबाट म कमल पौडेल आज्ञा चाहन्छु। तपाईँको बाँकी समय शुभ रहोस्। नमस्ते, बाइ।